आमाबाट त मिल्दैन होइन। अब एकदम दारूले बिग्रियो मान्छे, दारूले बिग्रियो होइन तपाईँको एउटा घटना मान्छेले जहाँ रक्सी खान्छ भन्छ नि। तपाईँको घरमा कुनै फ्यामिली बिग्रियो भने अब ब्रेनले काम गर्दैन याद छ मलाई थाहा भएको अनि अहिले चाहिँ तपाईँ यताबाट निस्किनु भएको कि त्यहाँ होइन। म यहीँ बस्यो, साउदीबाट आउँछ मेरो घरमा बुढी छैन, अचानक के गर्ने त मार्नु भेट्दैन। हो म घरमा परेको मान्छे छु, पैसा कम पठायो, पैसा पनि छैन, बुढी पनि छैन, घरे कोठा खाली, म परेको होस् म रोइरहने। अहिले घरबारी त छ नि, घरमा